हामीले गुरुङ रेफर सेट लगाएर आएको छ है, हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले ब्ल्याक कलरमा चाहिँ व्हाइट लेस भएको लगाएर आएको छ। अनि मैले चाहिँ पुरा ब्ल्याक भएको लगाएर आएको छु है। रेफर यो चाहिँ रेडिमेड रेफर हो, यसमा चाहिँ यस्तो मुजा लगाएको हुन्छ। हामीले चाहिँ दुई थरीको लगाएर आएको छ, अरू खाले पनि हुन्छ है। त्यसमा चाहिँ गुराँस प्रिन्टहरू भएको पनि हुन्छ है, अरू प्रिन्ट भएको पनि पाइन्छ। अब हामीले चाहिँ अलग अलग लगाएर आएको छ। अन्त यो चाहिँ भयो मेरो घले ब्ल्याक कलरमा एकदम सिम्पल। अन्त यो डिजाइन भएको चाहिँ यो हातले बनाएको हो। अनि मैले लगाएको चाहिँ बुटिकवाला हो है, यस्तो छ है। मैले चाहिँ आज चण्डाहार पनि लगाएर आएको छ हो, साथमा यहाँ काला चुरा पनि लगाएर आएको छ, हेर्न सक्नुहुन्छ। अनि मैले लगाएको चाहिँ रानी हार हो है। अन्त हातमा पनि काला चुरा मैले लगाएर आएको छु। अनि साथसाथमा इयररिङ पनि लगाएर आएको छु है। तपाईँहरूले माथिबाट चौबन्दी ब्लाउजहरू पनि लगाउँदा हुन्छ है, तर फेरि त्यो लगाउँदा चाहिँ तपाईँको चाहिँ प्राइस अलिक बेसी हुन्छ होइन। त्यही कारण चाहिँ हामीले चाहिँ घरकै नर्मल भेस्ट लगाएर आएको छ। यो चाहिँ क्रप टाइपमा फिटिङ साइजमा हुन्छ, त्यसमा चाहिँ राम्रो पनि देख्छ है। अन्त यो घरको लुगामा चाहिँ यसरी सेट बनाएर लगाएको छ। तपाईँहरूलाई पनि यस्तो सेटहरू चाहिएको छ भने चाहिँ हामीलाई अर्डर गर्न सक्नुहुन्छ।